आजको यस भिडियोमा हामी विश्वमा भएको सबैभन्दा ठुलो हवाई दुर्घटनाको जानकारी गइरहेका छौँ। संसारको सबैभन्दा ठुलो विमान दुर्घटना मार्च 27, 1977मा टेनेरिफ विमानस्थल दुर्घटना थियो, जसमा दुई बोइङ 747 बीचको रनवे टक्कर भएको थियो, जसमा सवार 583 जनाको मृत्यु भएको थियो। 13 मार्चको 27 तारिकको दिन क्यानेरी द्वीप समूहमा मौसम सामान्य थियो। समुद्रबाट उठ्ने हल्का तातो हावा र पहाडबाट तल झर्ने चिसो हावा बीचको भेट जस्तै दिनभर वातावरण अनिश्चित मुद्रामा बस्थ्यो। कहिले सूर्य खुल्थ्यो, कहिले धुम्मले यत्रतत्र ढाकिदिन्थ्यो। यस्तो अनिश्चित दिनमा संसारले इतिहासको सबैभन्दा दुःखद विमान दुर्घटना देखा पर्न भन्ने कसैले सोचेको थिएन। त्यो दिनका यात्रुहरू, पाइलटहरू, ग्राउन्ड स्टाफ र एयर ट्राफिक कन्ट्रोलरका कर्मचारीहरू सबै आफ्नो काममा थिए। कसैले अनुमान नै गरेनन् कि केही घण्टापछि टेनेरिफको आकाशमा र रोडोस रनवेमा सदाको लागि अंकित हुने एक त्रासदी जन्मिन लागेको छ। दूर कतै नेदरल्यान्डमा एउटा ठुलो बोइङ 747 KLM फ्लाइट 4805ले यात्रुहरू बोक्दै क्यानेरी द्वीपमा छुट्टी मनाउन आएका पर्यटकहरूलाई लिएर उडेको थियो। यसको नेतृत्व कप्तान ज्याकब भन जेन्टेनले गरिरहेका थिए। उनी एक अनुभवी, कठोर र अत्यन्तै सम्मानित पाइलट थिए। वर्षको लामो अनुभव, हजारौं घण्टा उडान, मेरो जीवनको यात्रा आकाशमा छ। देखिने पाइलट उनी आफ्नो पेसामा लिजेन्ड मानिन्थे। तर हरेक मानिस जस्तै उनी पनि एक मानवीय मनोविज्ञानका कैदी थिए। समय, दबाव र दायित्वले केही क्षणमा कसैलाई पनि मुक्ति गर्न बाध्य बनाउँछ। त्यस दिन मानसिक रूपमा समयमा नै ग्रान्ड क्यानेडिया यात्रुहरूलाई बिस्तारै अवतरण गराउन र आफ्नो कडाइलाई कायम राख्न चाहन्थे। यता अमेरिकाबाट आएको प्यान AM 1736 अर्को ठुलो बोइङ 747 भव्यता र प्रतिष्ठाको प्रतीक थियो। प्यान एमको विमानहरू संसारभरका हवाई यात्राको सर्वोच्चता थिए। त्यस दिनको प्यान एम उडानमा क्याप्टेन भिक्टर ग्रब्स थे, शान्त स्वभावका, ध्यान केन्द्रित गर्ने, वर्षौंको अनुभव बोकेका। उनले जहाजमा रहेका 396 यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पुर्याउनको लागि आफ्नो जिम्मेवारीलाई अत्यन्तै गम्भीरतापूर्वक लिएका थिए। को पाइलट र फ्लाइट इन्जिनियर पनि दुवै निकै दक्ष थिए। उनीहरूलाई कतै अनुमान पनि थिएन कि इतिहासमा पर्ने एकमात्र ठुलो दुर्भाग्य अब केही घण्टामै उनीहरूको मार्गमा आउन लागेको थियो। दिउँसो ग्रान्ड क्यानेरिया एयरपोर्टमा एउटा बम विस्फोट भयो। वाक्स पुस्तकवादी समूहले एयरपोर्टमा बम राखेपछि त्यहाँ अवतरण हुने सबै उडानहरू तत्काल रोकिए। एयर ट्राफिक कन्ट्रोलरले नियमअनुसार सबै जहाजलाई नजिकैको वैकल्पिक एयरपोर्ट लोस रोडेओस आज टेनेरिफ नर्थ एयरपोर्टमा मोडिदियो। त्यो एयरपोर्ट छरितो थियो, एउटा मात्र मुख्य रनवे, धेरै कम ट्याक्सीवे अनि त्यही पनि त्यति व्यस्त उडान व्यवस्थापनलाई पर्याप्त थिएन। तर विकल्प पनि थिएन। सबै जहाज एक पछि अर्को लोस रोडोसमै झर्न थाले। KLM र प्यान AM दुवै टेनेरिफमै अवतरण गर्न बाध्य भए। अवतरण पछि KLM का यात्रुहरूलाई विमानबाट झारियो, किनकि उनीहरू छुट्टी मनाउन आएका पर्यटक थिए र KLMले फेरि उडेर ग्रान्ड क्यानेरिया जाँदै थिए। बार र टर्मिनल नजिकै यात्रुहरू चिया कफी पिउँदै पुचुक्क बस्दै रमाउँदै थिए। कोही विदाको उत्साहमा थिए, कोही धैर्यताले बसिरहेका। KLMले क्रू भने आफ्नो जहाज पुनरावृत्ति उडानका लागि तयारी गरिरहे। इन्जिन भर्नुपर्ने थियो, मौसम अनिश्चित थियो, समय बगिरहेको थियो र क्याप्टेन भन जेन्टेनको मनमा एकै कुरा पीडा थियो, ढिलाइ। उनी लिटरल पर्फेक्सनिस्ट थिए। ढिलाइ उनको प्रभाव र प्रतिष्ठा विचलित गरिदिन्थ्यो। वैश्विक स्तरमा उनले टाइम बाउन्ड कामका अनुशासन देखाएका थिए, चुस्त नेतृत्व दिएका थिए र उस दिन पनि त्यही रिजिड थिङ्किङ उनको मनमा चलिरहेको थियो। त्यो बेला मौसम पनि बदलिन थाल्यो। धुन्द पहाडबाट लडे झैँ एयरपोर्टको रनवेमा बस्न थाल्यो। भिजिबिलिटी घट्दै थियो। रनवेको अन्तिम भाग देखिन छाडिसकेको थियो। टावरको दृष्टि पनि
रनवे वरिपरि केवल आंशिक मात्र थियो, उडान भने निरन्तर बढ्दै थियो। कतै बम फोडिएको ग्रान्ड क्यानारिया एयरपोर्ट केही बेरमा खुल्ने सूचना आयो, तर कहिले भने निश्चित थिएन। यी सबै फेरबदलले टावर, क्रू र पाइलटहरूलाई दिक्कत ल्याइरहेको थियो। यही भिड, धुन्द र अनिश्चित बीच KLM 747 लाई रनवे हेडिङमा लाइनअप गर्न आदेश दियो। प्यान एमलाई पनि रनवे हुँदै ट्याक्सी गरेर अर्को ट्याक्सीवेमा मोडिनु थियो, तर रनवे नै बाटो थियो, अरू कुनै ठुला ट्याक्सीवे प्राविधिक रूपमा प्राप्त थिएन। टावरको इन्स्ट्रक्सन स्पष्ट थियो, प्यान एमलाई रनवे छोडेर C3 एक्जिटबाट मोडिनु, तर धुन्दले यातायात मार्ग अब्स्ट्राक्ट गरिदिएको थियो। प्यान एम क्रूलाई एक्जिट C3 भेटाउन निकै कठिन भइरहेको थियो। बोइङ 747 जति ठुलो जहाजलाई धुनमा मोड्ने काम खतरनाक थियो। आफ्नो जजमेन्ट अनुसार प्यान एम क्रूले सोचे C3 एक्जिट अत्याधिक एक्युट एङ्गलमा छ, 747 ले मोड्न सक्दैन। त्यसैले उनीहरूले रनवे भित्रै अलि अघि बढेर अर्को एक्जिट खोज्ने निर्णय गरे। टावरले चाहिने क्ल्यारिटी दिन सकेन, किनकि पुरा टाढासम्म फैलिएको थियो। टावरलाई प्यान एम कहाँ छ सठिक थाहा थिएन। यता KLM को ककपिटमा क्याप्टेन भन जेन्टेन अत्यन्तै बेचैन हुँदै थिए। उनी सोचिरहेथे, ग्रान्ड क्यानारिया खुलियो, अब ढिलो हुँदैछ, म सेड्युल मिस गर्न चाहन्न। को पाइलट पनि क्याप्टेनको व्यस्तता र गम्भीरता बुझ्दै थिए, तर ग्रुप रिसोर्स म्यानेजमेन्टको अभावले दुवै बीच आवश्यक प्रश्नोत्तर हुन सकेन। फ्लाइट इन्जिनियरले पनि एक दुईपटक सोध्यो, प्यान एम रनवेबाट हटिसक्यो, तर क्याप्टेनले विश्वासपूर्वक जवाफ दिए, यस दे आर क्लियर। त्यो उत्तर अनुमान आधारित थियो, तथ्य होइन। टावरले रेडियोमा KLM 4805 you are clear to the take off position and wait for further clearance। तर टेक अफ क्लियरेन्स थिएन, यो केवल पोजिसन एन्ड होल्ड आदेश थियो। तर KLM को रेडियोमा अर्को आवाज मिले चाहिँ सुन्यो। प्यान एम क्रूको आवाज र टावरको आवाज एकअर्कामा मिक्स भएर स्पष्टता बनियो। हेटेरोडाइन इफेक्टले मुख्य शब्द स्ट्यान्ड बाई फर टेक अफ। क्याप्टेनले प्रश्न सुन्न पाएनन्। उनले भने, वी आर नाउ एट टेक अफ। को पाइलटले टावरलाई भन्न प्रयास गरे, वी आर रेडी फर टेक अफ। टावरले तुरुन्तै करेक्सन दिँदै भने, ओके स्ट्यान्ड बाई, आई विल कल यु। तर त्यति बेला KLM को थ्रोटल पहिल अघि नै बढिसकेको थियो। यता प्यान एम रनवे भित्रै अगाडि बढ्दै थियो। धुन्दले रनवेलाई कपडाको पर्दाले ढाके जस्तो बन्द गरिदिएको थियो। प्यान एमका क्रू रनवेलाई ध्यानपूर्वक स्क्यान गरिरहेका थिए। भिजिबिलिटीको सीमा भयावह थियो, 300 मिटर भन्दा कम। जहाजभित्र यात्रुहरू सुर्खामा बसेका थिए, कोही सुतिरहेका थिए, कोही किताब पढिरहेका, कोही हतार हतार गन्तव्यका कुरामा मग्न। कसैले कल्पना पनि गरेको थिएन केही सेकेन्डमा उनीहरूको संसार उल्टिन लागेको छ। KLM अब रनवेमा तीव्र गतिमा दौडिरहेको थियो। 747 जस्तो विशाल विमानले रनवे माथि जब गति बढाउँदै जान्छ, विमान कपाई काप गर्दै गम्भीर आवाज निकाल्छ। टर्बाइनको गर्जनले कुखुरामा साउन्ड वेभ थप ठुलो सुनिन्थ्यो। KLM क्रूलाई लाग्यो रनवे क्लियर छ। प्यानलाई भने अज्ञात तनावले छोइरहेको थियो। प्यान एमको को पाइलट अचानक अगाडि हेर्दै बोले, देयर इज। त्यसपछि अर्को आवाज, गॉड ड्याम सन अफ डट। रेकर्डिङ त्यतिमै टुट्छ। KLMले आफ्नो नोट उठाउने प्रयास गर्यो, किनकि प्यान एम अचानक देखा परेपछि क्याप्टेनले रियलाइज गरिसकेका थिए, अब टक्राव टार्न सकिँदैन। उनले रोटेट गर्न, विमानलाई हावा उछाल्न अन्तिम डेस्परेट प्रयास गरे, तर विमान आवश्यक टेकअप स्पिडसँग पुगेको थिएन। विमानको तल्लो भाग प्यान एमको माथिल्लो संरचनामा हानियो। धातु टुक्रा टुक्रा भयो, टक्रायो। ध्वनि घनघोर विस्फोट जस्तै थियो। KLM को जहाज वायुमा च्यातिँदै टुक्रियो। इन्धन आकाशमा फैलिन थाल्यो र एक अर्को क्षण विशाल आगोको गोलामा परिणत भयो। प्यान एम रनवेमा सधैँ थियो। जहाज 2-3 भागमा च्यातिएको थियो। आगो, धुवाँ, यात्रुहरूको चिच्याहट सबैले रनवेलाई कुनै विनाश
विनाशकारी युद्ध मैदान चाहिँ बनाइदिएको थियो। जीवित बचेकाहरू धुवाँ र ज्वालाको बीचबाट खोज्दै बाहिर निस्कन दौडिन थाले। कोही ढले, कोही बलिरहेका थिए, कोही कराउँदै मद्दत खोजिरहेका थिए। 61 जना मात्रै बाहिर निस्कन सफल भए। बाँकी सबै केएलएमका 248 र प्यान एएमका 335 त्यही धुँध, आगो र टक्रावको क्षणमा ज्यान गुमाए। दुर्घटनापछि विमानस्थल पूर्ण अराजक अवस्थामै थियो। धुँधले रेस्क्यु अपरेसन पनि प्रभावित भयो। दमकल एम्बुलेन्स सुरक्षाकर्मी सबै रनवेसम्म पुग्न धुँधमै भट्टी झैँ भौतारिनु पर्यो। आगो निभाउन घन्टौँ लाग्यो। ट्यानेरीको वायुमा जेट फ्युलको गन्ध, धातुको धुवाँ र मानवीय पीडाको आवाज मिसिन पुगेको थियो। रोडेओसको यो रनवेले कहिले भन्न नसक्ने घटना देखेको थियो। यो केवल 2 विमानको टकराव मात्र थिएन, यो मानवीय निर्णय, संसाररूपी वातावरण र परिस्थितिको सबैभन्दा ठोस संयोजन थियो, जहाँ प्रत्येक सानो गल्तीले अन्त्यमा 583 जीवनको भार बोक्यो। अनुसन्धान सुरु भएपछि विश्वभरका विमान सुरक्षा विशेषज्ञहरूले यो दुर्घटनालाई गहिरोसँग अध्ययन गरे। भोइस रेकर्डरले सबै कुरा भनिदिएको थियो। मिसकम्युनिकेसन, ओभर कन्फिडेन्स, टाइम प्रेसर, पुअर भिजिबिलिटी, इन्कम्प्लिट CRE, एम्बिगियस प्रेफरोजियो, यी सबै एकदम स्पष्ट सुनिन्थ्यो। दुर्घटनापछि संसारले रेडियो कम्युनिकेसनमा ठोस सुधारहरू लागू गर्यो। CRMलाई अनिवार्य गरियो। लो भिजिबिलिटी अपरेसनका नियमहरू कडाइका साथ परिवर्तन गरियो। रनवे क्रसिङ र क्लियरेन्स फ्रेजियोलोजी पूर्ण रूपमा परिमार्जन गरियो। त्यो रातका सर्भाइभरहरू अझै सम्झदा रोएर भन्छन्, धुँधले देखिएका थिए केवल छायाहरू, हामीलाई लाग्यो कि धुँधबाट आएछ। ट्यानेरी केवल एक दुर्घटना होइन, एक चेतावनी थियो। मानवीय त्रुटि, कहिलेकाहीँ प्राविधिक क्षमता, अनुभव र आधुनिकता सबैभन्दा ठुलो निश्चयहरूलाई पनि पराजित गर्न सकिन्छ। त्यो दिन रनवे आज पनि त्यही छ, तर त्यो दिनको धुँध, विस्फोट, त्यस धेरै इतिहास, यी सब विमान सुरक्षा जगतको प्रत्येक कक्षामा आज पनि पढाइन्छ। यो कथा यही दिन समाप्त भएको होइन। यो कथा आज पनि विमान सुरक्षाका प्रत्येक नियममा, प्रत्येक परीक्षणमा, प्रत्येक चेतावनीमा जिउँदछ। यस्तै प्रकारका अन्य भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।